नमस्कार, हे मेरा प्रिय नेपालवासीहरू। म रामचन्द्र बोल्दैछु। तपाईहरूकै भूमिसँग जोडिएको सीता माताको पवित्र जन्मभूमि नेपालसँग अटुट नाता भएको। चुनाव नजिकिँदैछ र आज म तपाईहरूलाई केही कुरा भन्न चाहन्छु। मैले रावणलाई जित्नको लागि 14 वर्ष वनवास बिताएँ, तर तपाईहरूलाई भ्रष्टाचार रूपी रावणलाई जित्न एउटा मौका छ, त्यो हो मतपेटिका। पहिलो कुरा, सत्यको साथ दिनुहोस्। मैले सधैँ सत्यको पक्षमा उभिएँ, तपाईहरू पनि त्यसै गर्नुहोस्। जुन उम्मेदवारले सत्य बोल्छ, इमान्दार छ, उसैलाई मत दिनुहोस्। झुट बोल्ने नेता त्यो रावणको अर्को रूप हो। दोस्रो कुरा, लोभमा नपर्नुहोस्। चुनावमा पैसा बाँड्ने नेताहरू तपाईलाई सोने मृग देखाउँछन्, जस्तो मारिचले सीतालाई देखायो। सोने मृगको पछि नलाग्नुहोस्। पैसा लिएर मत दिनु भनेको आफ्नो 5 वर्ष बेच्नु हो। तेस्रो कुरा, विभाजनमा नपर्नुहोस्। जात, धर्म, क्षेत्र, भाषाको नाममा तपाईलाई बाँड्ने नेता त्यो विभीषण होइन, त्यो रावणको सभामा बस्ने कुम्भकर्ण हो। एकजुट भएर सोच्नुहोस्, विभाजनमा नपर्नुहोस्। चौथो कुरा, कर्म हेर्नुहोस्, वचन होइन। म रामले वचन दिए भने पालना गरे, तर तपाईहरूका नेताहरू हरेक चुनावमा सडक, पुल, रोजगारी भन्छन्, जितेपछि बिर्सन्छन्। जसले काम गरेर देखाएको छ त्यसलाई मत दिनुहोस्। खाली धनुष बोक्नेलाई होइन, चलाउन जान्नेलाई साथ दिनुहोस्। पाँचौं कुरा, युवा शक्तिलाई मौका दिनुहोस्। हनुमान युवा थिए, तर उनले लङ्का जलाइदिए। नेपालका युवाहरूमा पनि त्यो शक्ति छ। पुरानै थाकेका अनुहारहरूलाई बारम्बार मौका दिने प्रचलन तोड्नुहोस्। नयाँ, सक्षम, इमान्दार नेतृत्वलाई अवसर दिनुहोस्। हे नेपालवासीहरू, सीता माताको जन्मभूमि हो यो पवित्र धरती। यसलाई भ्रष्टाचारको लङ्कामा परिणत नगर्नुहोस्। मतदान गर्नुहोस्, यो तपाईको धर्म हो। सोचेर मतदान गर्नुहोस्, यो तपाईको कर्म हो। देश बनाउनु तपाईको हातमा छ। रामराज्य नेपालमा सम्भव छ, तर त्यो तपाईबाट सुरु हुन्छ। यो सन्देश मनमा राख्नुहोस् र हरेक नेपालीसम्म पुर्याउनुहोस्। शेयर गर्नुहोस्। देशको भविष्य तपाईको एक शेयरबाट सुरु हुन्छ। जय श्री राम, जय नेपाल।